ल नेपालभरिका विश्वभरिका दाजुभाइ दिदीबहिनीहरू हेर्नुहोस्, महावीर पुनले चुनाव प्रचार प्रसार पनि गरेको छैन, मात्रै गरेको छैन, महावीर पुनले म्याग्दी जिल्लालाई पनि परिचय गराउन चाहिँ म कोसिस गर्दैछु। आज हामी यो चुनावको प्रचार प्रसारको क्रममा चाहिँ यो 7औं दिनमा हामी चाहिँ यो म्याग्दी जिल्लाको झाँक्रीपानी भन्ने ठाउँमा आएका छौँ। अब तपाईहरूलाई म्याग्दी जिल्ला कस्तो छ भनेर पनि योभन्दा पहिला पनि देखाउँदै थिएँ, आज पनि देखाउँदैछु। ल हेर्नुहोस्, यो म्याग्दी जिल्लाको भूबनोट यहाँभन्दा यो मेरो पछाडिपट्टिको जुन डाँडो छ, यहाँभन्दा पछाडिको डाँडो चाहिँ बागलुङ जिल्ला पर्छ। यहाँभन्दा उत्तर, योभन्दा उत्तर वहाँ हिमालसम्म, यो पुरै हिमालसम्म पर देखिने हिमालहरूसम्म यो चाहिँ म्याग्दी जिल्ला भनेको यस्तै खप्परे डाँडै डाँडा अब दुर्गम ठाउँ नै हो। यो चाहिँ हिमाली जिल्ला हो। ल हेर्नुहोस्, ओ पारीतिर देखिने गाउँहरू सबै डुल्यो। ल तपाईँहरूले पर भित्तातिर जो देखिन्छ त्यो त गाउँहरू चाहिँ सबैमा डुलेर गाउँलेहरूसँग भेटघाट गरेर यसो चुनावको प्रचार प्रसार पनि गरियो। र आज चाहिँ यो हिजो अस्ति पानी परेको हुनाले मौसम पनि एकदम राम्रोसँग खुलेको छ। ल हेर्नुहोस्, यो धौलागिरी श्रृङ्खला, हिमालको श्रृङ्खला हेर्नुहोस्। उता पारी देखिने त्यो सानो पहाडमा हिउँ जुन देखिन्छ, त्यो हिउँ देखिने पहाडहरूको तलतिर त्यो हाम्रो धारापानी, अब ताकम यस्तो यस्तोहरू, गुर्जा यिनीहरू पर्छन्, मुना गाउँहरू पर्छन्। ल अब हेर्नुहोस्, यो हिमाल यो धौलागिरी श्रृङ्खलाको हिमाल हो। यो धौलागिरीको मुन धौलागिरी चाहिँ यो हो, धौलागिरी 1 भन्ने, र यसको देब्रेतिर रहेका टाकुराहरू धौलागिरी 1, 2, 3, 4 भनेर यसलाई चाहिँ भूगोलमा नाम दिएको छ। र यहाँबाट यतातिर हेर्दै जाँदाखेरि, अब हेर्दै जानुहोस्, यो देखिने यो चाहिँ पर देखिने यो हिमाल, यो देब्रेपट्टिको हिमाल चाहिँ निलगिरी हिमाल हो। र निलगिरी हिमाल, अनि त्यसपछि देखिने त्यो अग्लो चुचुरो चाहिँ अन्नपूर्ण 1 हो। र त्यसपछि देखिने हिमाल चाहिँ अन्नपूर्ण साउथ हो। र उतापट्टि पर दाहिनेपट्टि देखिने माछापुच्छ्रे, टक्रक्कै तपाईँहरूले माछापुच्छ्रे देख्नुहुन्छ। र माछापुच्छ्रेको छेउमा दाहिनेपट्टि रहेको चाहिँ त्यो अन्नपूर्ण चाहिँ 2 हो। र यसरी चाहिँ यो देखिन्छ। यो पारीतिर डाँडाहरू, पर जुन डाँडाको रेन्ज देखिन्छ त्यो चाहिँ म्याग्दी जिल्लाको पूर्वी सिमाना हो। र म्याग्दी जिल्ला भनेको यही यो पछाडिको पट्टिको यो जुन डाँडो छ, यो बागलुङको डाँडो, यहाँबाट उत्तरतिर पर पूर्व देखिने त्यो डाँडा छ, त्यो डाँडादेखि आएर यो चाहिँ पुरै यो हिमालसम्म, र यतातिर चाहिँ देखिने यो पारी त्यो सेतो डाँडासम्म यो म्याग्दी जिल्ला हो। ल म्याग्दी जिल्लावासीहरूले महावीर पुनलाई कतिको चिनेको छ, महावीर पुनलाई मनपर्छ, महावीर पुनसँग विश्वास छ भनेदेखि भोट दिनुहोस्। मेरो भोटको चिन्ह चाहिँ त्रिभुज हो। ल मैले भनिरहेको छु, भोट भनेको मनपर्ने मान्छेलाई दिने हो, काम गर्ने मान्छेलाई दिने हो, गफ लाउने मान्छेलाई दिने होइन। र हामी चाहिँ यो हिजो बेलुका बसेको गाउँ चाहिँ किमचोर हो। र तल चाहिँ अर्मन, त्यो अर्मनमा पनि हिजो बेलुका चाहिँ हामीले गरेका थियौँ। हिजो बिहान पारीदेखि नै दुखु लेक गाउँ पनि हो। ल हेर्नुहोस्, त्यो सबै ठाउँमा प्रचार प्रसार गरेर आएको हो। ल धन्यवाद छ। ल हेर्नुहोस्, सबैलाई चाहिँ धन्यवाद छ। ल धन्यवाद।